फाड अर्थात् पाड। पाड आउनु शरीरको सामान्य प्रक्रिया हो। पाड आउनुको मुख्य कारण भनेको हामीले खाना खाँदा वा पानी पिउँदा हावा पनि निलेको हुन्छ। धेरैजसो त दगारबाटै ती निलेका हावाहरू बाहिर आउँछ। कतिपय हावाहरू चाहिँ आन्द्रामा जम्मा हुन थाल्छ। अर्को अवस्था भनेको हाम्रो एपेन्डिक्स र सिग्मोइड कोलोन। ठुलो आन्द्रामा धेरै ब्याक्टेरियाहरू हुन्छ जसलाई हामी गट माइक्रोफ्लोरा भन्छौँ। ती गट माइक्रोफ्लोराको काम भनेको खानालाई पचाउने गर्दछ। लगभग 1 केजी जति ती माइक्रोफ्लोराहरू रहेको हुन्छ। जब खाना ठुलो आन्द्राको भागमा पुग्छ तब खाना फर्मेन्ट हुन्छ र त्यस बेला पनि ग्यास बन्दछ। ती ग्यासहरूमा विशेष गरेर कार्बन डाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन बन्ने गर्दछ। यी ग्यासहरूमा गन्ध हुँदैन। मिथेन ग्यास चाहिँ बल्ने हुनाले कहिलेकाहीँ टिभी, मोबाइलमा हामी पात बलेको देख्छौँ। गन्ध आउनुको मुख्य कारण चाहिँ सल्फर धेरै भएको खाना खाँदा गनाउने गर्दछ। जब सल्फर धेरै भएको खाना खान्छौँ, आन्द्रामा रहेको ब्याक्टेरियाहरूले ती खानेकुराहरूलाई सल्फर डाइअक्साइड, हाइड्रोजन सल्फाइड ग्यास बनाउँछ। त्यसैले पात गनाउने गर्दछ। जुन बेला हामी मासु, अन्डा, दाल, बन्दाकोपी, ब्रोकाउली जस्ता खाना खान्छौँ, त्यस्तो खानेकुराहरूमा सल्फर रहन्छ। कतिपय अवस्थामा पाचनको कमजोरी, आन्द्राको सङ्क्रमणले गर्दा पनि गनाउने गर्दछ। धेरै गनाउने, धेरै पात आउने, पेट दुख्ने भए यी रोगहरू पनि हुन सक्छ है। इरिटेबल बाउल सिन्ड्रोम, ल्याक्टोज इन्टोलरेन्स, ग्यास्ट्रोइन्टेराइटिस, माल एब्जर्सन सिन्ड्रोम, पेप्टिक अल्सर डिजिज। ग्यासको मात्रा बढी भयो भने ठुलो आवाज आउने गर्दछ भने ग्यास बाहिर निस्किने गतिले पनि आवाज फरक हुने गर्दछ। साथै गुदद्वारको टाइटनेस, आन्द्राको प्रेसरले पनि आवाज ठुलो वा सानो हुन सक्छ। होमियोपेथीमा ग्यासको राम्रो उपचार हुन्छ। पेट सम्बन्धी समस्याहरूको लागि पनि प्रभावकारी उपचार हुन्छ। हामी प्राय ग्यासको लागि चलाउने औषधिहरूमा कार्बोभेजडालिस। यदि कसैलाई धेरै ग्यास छ, पेट फुल्ने, दुर्गन्धित पात र डकारबाट आराम हुन्छ, लाइकोपोडियम क्लेबेटम। यदि थोरै खाँदा पनि कसैको पेट भरिएको जस्तो हुन्छ, ग्यासको समस्या भइरहन्छ भने लाइकोपोडियम राम्रो औषधि हुनसक्छ। नक्स भूमिका, मसलेदार खाना, अल्कोहल पछि ग्यासको समस्या हुने र दिशा राम्रो क्लियर नहुनेको लागि नक्स भूमिका राम्रो औषधि हो। पल्सेटिला, चिल्लो खानापछि ग्यासको समस्या भएमा यो औषधि चलाउने गर्दछ। चाइना अफिसिनालिस, ग्यास, कमजोरी र पुरै पेट फुलेको अवस्थामा प्रयोग गरिन्छ। तपाईँहरूलाई पनि लामो समयदेखि पेटको समस्या छ, कतै गएर पनि निको भइरहेको छैन, जति औषधि खाए पनि खाउन्जेल मात्र राम्रो भइरहेको छ भने आउनुहोस्, हामी तपाईँको पेटको समस्या जरैबाट निको पार्ने गर्दछौँ। पेटको समस्यालाई सधैँको लागि बाई बाई गर्नुहोस्। धन्यवाद।